प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ। साथै उहाँले सो नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक खापुङले नवनिर्मित भवन भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी को जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो। नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवा भावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक खापुङले कानून कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्र पंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरीप्रति नागरिकहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाइ राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी परीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा प्राविधिक प्रहरी नायब उपरीक्षक केबिन जङ थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। नेपाल सरकारको नियमित बजेटबाट कुल 4,46,18,197 रुपैयाँ 22 पैसाको लागतमा सो भवन निर्माण कार्य सम्पन्न भएको हो। उद्घाटन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्र भोलादमी, सञ्चारकर्मी, स्थानीय बासिन्दाहरू एवं प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।